हेलो गाइज नमस्ते सबैजनालाई वेलकम टु माई ब्लग अनदर भिडियो सो जङ्गलतिर गइरहेको छु र यहाँ हाम्रो घरको अलि अगाडिपट्टि माथि जङ्गलको छेउछाउमा एउटा स्कुल छ जुन स्कुल 5 क्लाससम्मको हो र यो स्कुल छ र म माथि जङ्गलतिर आज फर्स्ट टाइम म यत्रो 10-12 साल भयो तर म यो जङ्गलमा खासै गएको थिएन तर आज म यहाँ जङ्गलतिर जाँदैछु किन जाँदैछु भन्दा खालि त्यत्तिकै घुमफिर पनि हो र यहाँ मलाई कसै मान्छेले जबरजस्ती जङ्गल जाम भनेर जबरजस्ती गरेको छ तपाईँलाई म देखाउन चाहन्छु यो मान्छे अगाडि गएर भागेको छ हेर्नुहोस् टाढाबाट हेर्नु त मेरो बुढीले जङ्गलतिर जाम भनेर भनिरहेको थियो त्यही भएर मैले जाँदैछु यहाँ माटो खन्ने घरहरूको लागि आँगनमा हाल्ने यहाँ माटो खनेर यहाँ यस्तो बनाएको रहेछ म त्यस्तो रोउँछु अगाडि तपाईँले देखाउँछु भिडियोमा बनिरहनु ल जङ्गलको छेउमा रमाइलो स्कुल हाम्रो गाउँको ल हेर्नुहोस् यतातिर रुखहरू लगाएको छ यहाँ माथि केरा छ स्कुल छ र यो जङ्गलको छेउमा छ अब हामी जङ्गलतिर नजाउँ भने यो घनाखोर जङ्गलमा कहाँ लगेर जाने हो बाघ होला बाघ यहाँ डेन्जरस छ यार आज मार्ने भइसक्यो कहाँ हो बाघ हुन्छन् यहाँ स्याल सरी बाँदरहरू बँदेलहरू यो हेर्नुहोस् गाइस कस्तो छ हाम्रो यतातिरको जङ्गल माथितिर गयो भने त यति ठुलो जङ्गल छ यो कि तपाईँको उता पाहाडदेखि लिएर उता पोखरासम्म छ यहाँसम्म छ तर भित्र जान त सकिन्न नजिक नजिक मात्रै हो यस्तो अवस्था छ है यो कहाँनिर खोलातिर जाने हो यो रुख तल्लो भाँचिया यहाँ दाउरा त्यसैको बना दाउरा यही भाँच्दै के भयो भने मोटो होइन पछि आउने बेला हटाउने यसो लिन्छ माइक टाढाबाट क्याप्चर गर्छ यो हरियाली जङ्गल म चारैतिर देख्दा लाग्छ मनमातिर परदेशको ठाउँमा मरुभूमिमा रहनु पर्ने 100 डिग्रीको घाम सहनु पर्ने तर हाम्रो देशमा डाँडा पाखा हरियाली झरना र चिसो हावा यसो हरियाली देखेर गाना गाउनु लागि मन लागेको छ त्यो अब कहाँ हो गाउँतिर अच्छा यो पर खोला छ क्या है हो यहाँबाट छ त सिधै जाने बाटो त्यतातिर गएर यो पर्नेतिर खतरा खोला छ भन्छ साथीहरू हेरौँ कस्तो छ के छ ल सिन बर्खाको टाइममा चाहिँ टन्न आउँछ होला नि पानी होइन यहाँबाट डेन्जरस रहेछ तलतिर त यहाँ यो हेर्नुहोस् गाइस पारतिरको वन पनि राजपुरकै हो होइन होला माथि टन्न मान्छेहरू बसेर के गरिरहेको थियो दिवाली बनाएर होला कस्तो छ गाइस यतातिरको भ्युज यो नदी होइन खोला हो यो कमानमा बिस्तारो बिस्तारो गइरहेछ पानी है बर्खा त पर यहाँ पुग्दै पानी त्यो डर हुन्छ पानी कोही नखानुले छोको छु रुमाल धोको छु यो कोलीको पानी नखानु मैले छोको छु हरियाली पारी छ बना कोलीको पानी कोही नखानु मैले रोको छु रुमाल धोको छु ल तैँले त यहीँ तेरो सब यहीँ हुने हो कि भारी यहीँ बन्छ
ਲੱਤ ਲੈਣ ਹਾਂ जोर ले आने ना तुम्हारा वाह वाह ठीक से ला दे फिर नहीं होगा गाँव में मानसी हाँ इतनी मशीना जरूरी बोले मलाई मसिनो दरु मन पर्दा क्या आगो बाल्न लाग्छ अझै छ नि माथि मैले लगानपट्टिको हो त्यो हो के त बाचा बडा त्यो त हो र घाँसको त्यो टुट्यो भने टुट्दैन टुट्यो टुट्दैन नि नलागिन्छ उचाउनु पर्ने हो कि खै गरौँ थियो ल नि नआयो